नमस्कार। आज एउटा कविता वाचन गर्नेछु। कविताको शीर्षक छ हिंसाले कतै बचाउन सकेन। कतै यौन हिंसा, कतै महिला हिंसा, जति बुझ्यो झन बढ्दै गयो, हिंसाले कतै छोड्न सकेन। न विद्यालय सुध्रियो, न घर सुध्रियो, समाजभित्र नै गुपचुप भइदियो हिंसा। न विद्यालय सुध्रियो, न घर सुध्रियो, समाजभित्र नै गुपचुप भइदियो हिंसा। महिला हिंसा, बाल हिंसा, घरेलु हिंसा, कति हो कति हिंसै हिंसा। यौन हिंसा, पत्नी हिंसा, पति हिंसा, नाबालक हिंसा, यस्तै हिंसा कहिलेसम्म चल्छ? आऊ सचेतक बन, हिंसामा जति बेला पनि पर्न सक्छौ। तिमी कानुन न्याय बुझ। चेलीबेटीदेखि चेलीबेटी सुध्र, सचेतना धेरै बढाउनु छ। हिंसाले क्षणिक आनन्द त